नमस्कार। आजकल ग्लोबल ओइल सकको कारणले गर्दा एलपीजी ग्यासको प्राइस एकदमै बढिरहेको छ अनि यस्तो बेलामा तपाईहरुलाई लाग्ला कि इन्डक्सनमा स्विच गर्नु त एउटा अभियस एन्सर हुन्छ। तर इन्जिनियरको एंगलबाट हेर्दाखेरि एलपीजी ग्यासको प्राइस सँगसँगै अरु पनि यस्ता फ्याक्टरहरु हुन्छन् जसबाट चाहिँ हामीले वास्तवमै इन्डक्सनमा स्विच गर्नु कतिको सेन्सफुल हुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ। यो फ्याक्टरहरु मध्ये तीनटा मेजर फ्याक्टर भनेको तपाईहरुको घरको अवस्था, त्यसपछाडी तपाईहरुकोमा भइरहेको इलेक्ट्रिसिटी सप्लाई अनि अर्को कुकिङ ह्याबिट। यति तीनटा कुराहरुबाट चाहिँ हामीले वास्तवमै इन्डक्सनमा स्विच गर्न अहिले कतिको अल्टिमेट सोलुसन हो भन्ने कुरा थाहा पाउन सकिन्छ। आज म तपाईहरुलाई थर्मोडायनामिक्स, कस्ट कम्प्यारिजन र अर्को एउटा हामीले मिस गर्न नहुने पार्ट भनेको नेपालको ग्रिड रियालिटीलाई क्याल्कुलेसन सहित देखाउने छु र अन्तिममा चाहिँ सिम्पल एउटा डिसिजन रुल दिनेछु जसबाट तपाईहरुले पनि वास्तवमै अहिले इन्डक्सनमा स्विच गर्न कतिको सेन्सफुल हुन्छ भन्ने कुरा थाहा पाउन सक्नुहुनेछ। त्यसको लागि सबैभन्दा पहिले हामीले के कुरालाई कम्पेयर गर्दै छौं भन्ने कुरा बुझ्नुपर्छ। किनभने सिलिन्डरको प्राइस र मन्थली इलेक्ट्रिसिटीको बिल डाइरेक्टली कम्पेयर गरेर मात्र एन्सर आउँदैन। त्यो चाहिँ अलिकति गलत कम्प्यारिजन हुन सक्छ। करेक्ट कम्प्यारिजन भनेको चाहिँ कस्ट पर युजफुल किलोवाट आवर अफ हिट हो। यसको मतलब तपाईहरुको खाना पकाउने भाँडो भित्र काम लाग्ने 1 किलोवाट आवर अफ हिटलाई पुर्याउनको लागि कति पैसा खर्च गर्नुहुन्छ। अनि किलोवाट आवर भनेको चाहिँ बिजुली खपतको युनिट हो र नेपालमा तपाईहरुले याद गर्नुभएको होला बिजुलीको बिल सर्टेन युनिट आयो भन्ने गरिएको छ। त्यो युनिट भनेको चाहिँ यो किलोवाट आवर हो। यसमा तपाईहरुले कुनै पनि 1 किलोवाट पावर भएको उपकरणलाई 1 घण्टासम्म चलाउँदाखेरि त्यसले जति ऊर्जा खपत गर्छ त्यसलाई नै 1 किलोवाट आवर भन्ने गरिन्छ। इन्डक्सन चुलो चाहिँ एलपीजी मा कसरी फरक छ त यसको एउटा सानो मेकानिजम बुझौं। ग्यास स्टोभमा फ्लेमले भाँडोलाई मात्र हिट गर्दैन, यसले चाहिँ साइडमा भएको हावालाई अनि स्टोभ टपलाई अनि किचनलाई पनि समान रूपमा त्यतिकै हिट गरिरहेको हुन्छ। त्यसैले तपाईले सिलिन्डरमा तिरेको एनर्जीको धेरै पार्ट चाहिँ खानासम्म पुग्नै पाउँदैन, अगाडि नै सबैतिर वेस्ट भइसकेको हुन्छ। र प्र्याक्टिकल कुकिङमा एलपीजी को इफिसिएन्सी करिब 40 देखि 45% को रेन्जमा हुन्छ। इन्डक्सनको केसमा भने मेकानिजम अलिकति फरक हुन्छ। किन भन्दाखेरि इन्डक्सन चुलोले आफैले डाइरेक्टली हिट बनाउँदैन, त्यसले चेन्जिङ म्याग्नेटिक फिल्ड बनाउँछ अनि त्यो फिल्डले चाहिँ मेटलको भाँडो भित्र इलेक्ट्रिकल करेन्टलाई इन्ड्युस गर्छ जसलाई इडी करेन्ट भनिन्छ। यहाँ फेरोम्याग्नेटिक मेटेरियलको भाँडो हुन आवश्यक छ। किन भन्दाखेरि म्याग्नेटिक फिल्डलाई करेन्ट थ्रु हिट प्रोड्युस गर्नको लागि सुइटेबल मेटेरियलकै भाँडो चाहिने गर्छ। त्यसपछि पट आफै हिटको सोर्स बन्छ। त्यसैले गर्दाखेरि इन्डक्सनको इफिसिएन्सी युजुअली 85 देखि 90% को रेन्जमा पुग्छ। र मैले अहिले भनिरहेको एलपीजी ग्यासको 40 देखि 45% सम्मको इफिसिएन्सी र इन्डक्सनको चाहिँ 85 देखि 90% को इफिसिएन्सीलाई याद गर्नु होला। किन भन्दाखेरि पछिको हामीले गर्ने कस्ट कम्प्यारिजनमा यसैको बेसिसमा हामीले क्याल्कुलेसनहरु गर्ने छौं। अब थोरै एनर्जीको कस्ट कम्प्यारिजन र एनर्जी म्याथमेटिक्समा जाउँ। मैले क्याल्कुलेसनमा एक्ज्याक्टली सिंगल नम्बर युज गर्नु भन्दा पनि रेन्ज लिएर गरेको छु। किन भन्दाखेरि इफिसिएन्सी अनि प्राइस अनि तपाईहरुको ट्यारिफ र स्ल्याब चाहिँ घर अनुसार र ठाउँ अनुसार अलिकति फरक पर्न सक्छ। पहिला हामीले एलपीजी को हेरौँ। एउटा फुल सिलिन्डरको ग्यासमा 14.2 केजी एलपीजी ग्यास हुन्छ, जुनलाई चाहिँ हामीले इलेक्ट्रिकल इक्विभ्यालेन्टमा कन्भर्ट गर्दाखेरि लगभग 180 किलोवाट आवर अफ थर्मल एनर्जी हुन जान्छ। तर अघि भने अनुसार हाम्रो ग्यासको इफिसिएन्सी त करिब 40 देखि 45% मात्रै छ। त्यसैले यो प्रतिशतलाई चाहिँ हामीले युजफुल हिटमा कन्भर्ट गर्यौं भने युजफुल हिट चाहिँ करिब तपाईको 75 देखि 80 किलोवाट आवर पर सिलिन्डर मात्रै हुन जान्छ। नेपाल ओइल कर्पोरेसनको अहिलेको प्राइस हेर्ने हो भने एउटा सिलिन्डर ग्यासलाई 2160 रुपैयाँ पर्न जान्छ, जसबाट एलपीजी ग्यासको युजफुल हिट जुन तपाईहरुले खानामा एक्चुअली युज गर्नुहुन्छ त्यसको कस्ट रफली 27 देखि 29 रुपैयाँ पर किलोवाट पर्न जान्छ। अब इन्डक्सनमा हेर्दाखेरि इन्डक्सनको अघि भने अनुसार इफिसिएन्सी 85 देखि 90% को रेन्जमा हुन्छ र एनईए को डोमेस्टिक ट्यारिफमा हेर्दा बिजुलीको खपत अनुसार तपाईहरुको एभरेज कस्ट डिटरमाइन गरिन्छ। त्यसैले मैले यो भिडियोको लागि चाहिँ अलिकति सामान्य होस्, क्याल्कुलेसन सिम्पल होस् भनेर एभरेजमा 10 रुपैयाँ प्रति किलोवाट आवर लिएको छु। त्यसैले इन्डक्सनको युजफुल हिट कस्ट रफली 12 रुपैयाँ प्रति किलोवाट पर्न जान्छ। जब हामीले यो म्याथबाट हेर्दा इन्डक्सन रफली 15 देखि 17 रुपैयाँ पर युजफुल किलोवाट सस्तो देखिन्छ। तर मन्थली सेभिङ कति हुन्छ भन्ने कुरा चाहिँ तपाईले कति कुकिङ गर्नुहुन्छ भन्ने कुरामा एकदमै डिपेन्डेन्ट हुन्छ। अब हामीले यो म्याथबाट हेर्दाखेरि चाहिँ इन्डक्सन लगभग 15 देखि 17 रुपैयाँ सस्तो पर्न जान्छ। अब यहाँबाट चाहिँ डिसिजन अलिकति प्र्याक्टिकल हुन्छ। इन्डक्सन चिपर छ भन्ने मात्रै पुग्दैन। सुरुमा कति पैसा लाग्छ अनि महिनामा कति बचत गर्छ र त्यो पैसालाई चाहिँ कति महिनामा फिर्ता पाउन सकिन्छ भन्ने कुरालाई बुझ्न जरुरी हुन्छ। अनि यसलाई चाहिँ हामीले पेब्याक पिरियड क्याल्कुलेसन सहित हेर्ने छौं। पहिलो कुरा इन्भेस्टमेन्ट। तपाईहरुले एक्जाम्पलको लागि मानौ 5000 रुपैयाँको इन्डक्सन चुलो किन्नु भयो र यसलाई चाहिँ हामीले वान टाइम इन्भेस्टमेन्ट भन्छौं। सेकेन्डमा मन्थली सेभिङ्स।
म्याथ सिम्पल छ। तपाईहरुले महिनामा कति युजफुल किलोवाट आवर कुकिङमा खर्च गर्नुहुन्छ त्यसलाई चाहिँ पर किलोवाट आवर सेभिङ्सले मल्टिप्लाई गर्ने। अहिले मैले कन्जर्भेटिभ हिसाबको लागि अहिलेको 15 देखि 17 रुपैयाँ सेभिङ्सलाई चाहिँ 15 रुपैयाँ पर किलोवाट आवर सेभिङ्स युज गर्दैछु। एक्जाम्पलको लागि तपाईहरुको फ्यामिली चाहिँ 4 जनाको छ र महिनामा करिब 100 युजफुल किलोवाट आवर युज गर्नुहुन्छ भने तपाईहरुको सेभिङ्स चाहिँ 1500 पर महिना हुन जान्छ। अब पेब्याक पिरियड। पेब्याक भनेको इन्भेस्टमेन्ट डिभाइड बाइ मन्थली सेभिङ्स हुन्छ। तपाईहरुको अहिलेको 5000 को स्टोभलाई 1500 महिनाको सेभिङ्सले डिभाइड गर्दाखेरि करिब 4 महिनामा तपाईहरुले किन्न प्रयोग गर्नुभएको स्टोभको पैसा चाहिँ रिकभर हुने रहेछ। अब यसलाई अझै मजाले बुझ्नको लागि चाहिँ डिफरेन्ट साइज अफ फ्यामिली हुँदाखेरि तपाईहरुको पेब्याक पिरियड कसरी परिवर्तन गरिन्छ भनेर यो चार्टमा देखाइएको छ। यहाँ प्याटर्न क्लियर देखिन्छ। जति धेरै तपाईहरुले कुकिङ गर्नुहुन्छ तपाईहरुको मन्थली सेभिङ त्यति नै धेरै हुन्छ र पेब्याक पिरियड पनि त्यति नै छिटो आउँछ भन्ने बुझिन्छ। तर यो पेब्याक पिरियडले चाहिँ तपाईले इन्डक्सन प्रयोग गर्दा पैसा कमाउँछ भन्ने बुझ्न चाहिँ अलिकति गलत हुन सक्छ। तर यसलाई अलिकति बेटर वेमा चाहिँ कसरी बुझ्न सकिन्छ भने तपाईहरुले कुकिङमा प्रयोग गर्नुभएको जुन ऊर्जा थियो, एनर्जी थियो एलपीजी ग्यास थ्रु त्यो चाहिँ अघि अलिकति महँगो थियो र अब इलेक्ट्रिसिटी युज गर्दाखेरि चाहिँ अलिकति सस्तो पर्न गएको बुझिन्छ। तर यहाँ एउटा इम्पोर्टेन्ट करेक्सन छ। यदि तपाईको घरको भाडा इन्डक्सन कम्प्याटिबल छैन भने चाहिँ त्यसमा तपाईले फेरि इन्डक्सन कम्प्याटिबल भाडा किन्नुपर्ने हुन्छ। त्यो केसमा स्टोभको अघि 5000 थियो र अब भाडाको पैसा करिब 2000 देखि 4000 रुपैयाँ एक्स्ट्रा जोड्दाखेरि लगभग 9000 सम्म हुन सक्ने सम्भावना छ। त्यसैले अहिलेको त्यो 4 जना हाम्रो फ्यामिलीको एक्जाम्पलमा टोटल इन्भेस्टमेन्ट अब 9000 नै भयो भने पनि तपाईको पेब्याक पिरियड करिब 6 महिनातिर हुन जान्छ। त्यो पनि स्टिल रिजनेबल हुन सक्छ। तर डिसिजन गर्ने बेलामा यो अपफ्रन्ट कस्ट चाहिँ हामीले मिस गर्न हुँदैन। तर फेरि कुरा चाहिँ क्लियर गरौँ, यो एउटा एस्टिमेटेड नम्बर हो। एक्चुअल नम्बर चाहिँ तपाईको बिल, तपाईको स्टोभ, तपाईको भाडा अनि तपाईले के कति पकाउनुहुन्छ भन्ने कुरामा हाइली डिपेन्ड गर्छ। अझ एक्ज्याक्ट नम्बरको लागि चाहिँ तपाईहरुले के गर्न सक्नुहुन्छ भने आफ्नो एनईको रिसेन्ट बिल हेर्नुस् अनि त्यसबाट चाहिँ 1 किलोवाट आवर अहिले खर्च गर्नको लागि तपाईले कति पैसा तिरिरहनु भएको छ अनि यसलाई चाहिँ यो म्याथमा हालेर हेर्नुभयो भने तपाईको एक्चुअल सेभिङ्स कति हुन्छ भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ। अब अलिकति नेपालको रियालिटीको बारेमा कुरा गरौँ। एउटा इम्पोर्टेन्ट कुरा के हुन्छ भने म्याथले तपाईहरुको इन्डक्सन त सस्तो हुन्छ भनेर देखायो, तर यो कुरा चाहिँ सबैको लागि एप्लिकेबल नहुन सक्छ। डिसिजन गर्नुभन्दा अगाडि चारवटा कुरा हेर्नुपर्ने हुन्छ। पहिलो तपाईको बिजुलीको बिल, तपाईले महिनामा कति युनिट युज गर्नुहुन्छ अनि कुन स्ल्याब छ तपाईको ट्यारिफको त्यो कुरा बुझ्न पर्ने हुन्छ। यदि कुकिङको लोड एक्स्ट्रा हुन्छ भने तपाईको एभरेज कस्ट बढ्न पनि सक्छ। त्यो बढ्यो भने तपाईको सेभिङ्स कम हुन जान्छ। दोस्रो भनेको तपाईहरुको घरमा रहेको खाना पकाउने भाडा, किनभने इन्डक्सनले सबै भाडामा काम गर्दैन। तपाईको भाडा यदि इन्डक्सन कम्प्याटिबल छैन भने नयाँ भाडा किन्न पर्ने हुन्छ, त्यो पनि एउटा एक्स्ट्रा कस्ट हो। तेस्रो भनेको बिजुलीको भार। हामीले सामान्य रूपमा फोन, ल्यापटपहरु चार्ज गर्दाखेरि लाइन गयो भने त खासै फरक पर्दैन, तर खाना पकाइरहेको बेलामा बीचैमा लाइन गयो भने त्यो एकदम समस्या हुन सक्छ। त्यसैले तपाईको एरियामा कतिको लाइन जाने गरेको छ, कतिको रिलायबल छ पावरको सोर्स, यसलाई बुझ्न एकदमै जरुरी हुन्छ। र अर्को भनेको वायरिङको सेफ्टी। यदि तपाईले पुरानो प्लग, विक वायरिङ या नर्मल एक्सटेन्सन कर्डमा खाना पकाउनको लागि इन्डक्सन चलाउनु भयो भने रिस्क हुन्छ। यहाँ चाहिँ हामीले सेभिङको कुरा गर्नुभन्दा पहिले नै सेफ्टीको चेक गर्नुपर्ने जरुरी हुन्छ। नेपालमा बिजुलीको प्रोडक्सन बढिरहेको छ भनेर मात्र पुग्दैन, किन भन्दाखेरि तपाईहरुको घरमा खाना पकाउने बेलामा रिलायबल तरिकाले पावर आउँछ कि आउँदैन भन्ने कुरालाई बुझ्न अति नै जरुरी हुन्छ। त्यसैले सिम्पल कुरा भनेको इन्डक्सन चलाउनु प्राय सबैको लागि फाइदाजनक हुन सक्छ, तर त्यो गर्नुभन्दा अगाडि चाहिँ आफ्नो घरको बिल कस्तो छ, त्यसपछि घरमा भाडाहरू कतिको कम्प्याटिबल छन्, कतिको फ्रिक्वेन्टली खाना पकाउनु पर्छ र लोड सेडिङहरू कतिको भइरहेको छ र मेजर तपाईहरुको घरमा वायरिङको सेफ्टी कतिको छ भन्ने कुरा एकदमै बुझ्नु होला। अनि तपाईहरुको घरमा इन्डक्सन चुल्हो छ र त्यसबाट चाहिँ तपाईहरुको बिजुलीको बिल कतिको आइरहेको छ कमेन्टमा लेख्नु होला। यसबाट चाहिँ हामीलाई पनि जान्न र बुझ्न अलिकति सजिलो हुन्छ। अनि मैले यो भिडियोमा प्रयोग गरेका सोर्सेसहरुलाई पनि डिस्क्रिप्सनमा लगाएर राखेको छु, जसबाट तपाईहरुले आफै पनि भेरिफाई गर्न सक्नुहुन्छ। धन्यवाद।